everyone, welcome to my YouTube channel. अनि आज चाहिँ ढिलो स्टार्ट गरे. आज चाहिँ मर्निङ हैन आफ्टरनुन नै भइसकेको छ. अनि म चाहिँ जाँदै छु दाउरा काट्नुको लागि. खाजा चाहिँ मैले सुन्तला बोकेको छु ल. यो हाम्रो आफ्नै घरको अर्ग्यानिक सुन्तला. अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रोमा यहाँ बोट पनि छ. सुन्तलाको बोट. यहाँ चाहिँ सबै बेचिसकेर अब अलिअलि मात्र रहेको छ. अनि जाँदैछु म मेरो खाजा बोकेर दाउरा बोक्नको लागि. बोक्न मात्र हैन काट्नु पनि पर्छ होला त भैया. अनि यहाँ मेरो हस्बेन्ड चाहिँ यत्रो ठुलो डोको आफूभन्दा ठुलो डोको बोकेर जाँदै हुनुहुन्छ. हेलो भन्नु न मेरो भ्युअर्सहरुलाई. हामी कता जाँदैछु बुढा? बुढा हामी कता जाँदैछौँ? मलाई त डर लाग्यो त म कसरी आउनु? हाम्रो चाहिँ अब काम स्टार्ट भइसकेछ. हेर्नुहोस् दाउरा यति रहेछ. मेरो बुढा चाहिँ जोसेर लाग्नु भइरहेछ. दमदार प्रस्तुति दिँदै हुनुहुन्छ. अब चाहिँ मेरो पालो. मेरो पनि तिमीलाई कलाहरू देखाउँछु. हिडन ट्यालेन्ट भन्छ त्यसलाई. तिमीलाई लाग्दै थियो होला यसलाई केही आउँदैन गर्नु हैन? हो कि हैन भन त? यसलाई केही गर्नु आउँदैन नि. म तिमीलाई मेरो हिडन ट्यालेन्ट देखाउँछु. मेरो हिडन ट्यालेन्ट हेर्नुहोस् है. यसरी नै मेरा दुश्मनहरूलाई म यसरी नै छप्काउँछु. यसरी दुश्मनहरू सतर्क हुआ. के गर्नु? छोरीको कर्म यस्तै हुँदो रहेछ. मेरो बुढी के गर्दैछौ? मेरो बुढी चाहिँ त सिङ्का नभाज्नेलाई पनि यसरी काम लगाउँछ. मेरो बुढीले काम गर्दैछ है. छाप्ले गाउँमा काम गर्दैछ. यता हतिर यस्तो भएपछि सबै कुराको एक्सपिरियन्स चाहिँ लिनुपर्छ. मलाई चाहिँ त्यो काम भनेपछि सानो ठुलो लाग्दैन क्या. आफ्नो बडीको पनि एक्सर्साइज हुन्छ. हेर हो कि हैन भन त? माइन्ड पनि फ्रेस हुन्छ यस्तो कामहरू गर्दाखेरि. कतिलाई चाहिँ लाग्छ यस्तो काम गर्नु हुँदैन यस्तो. मलाई चाहिँ फेरि कुनै काम ठुलो सानो लाग्दैन. जस्तै भयो नि म चाहिँ आए पनि नआए पनि गर्ने ट्राई चाहिँ गर्छु क्या म. गर्दा गर्दा थाकिसकेँ म चाहिँ. हाम्रो चाहिँ यति मात्र बाँकी छ. एउटा थाक्यो एन्जी? 32 थाक्यो. अरूको बुढाहरूले त लग्छ त हौ कता कता. बाली साली गोवा सोवा लग्छ. अनि खोइ मलाई चाहिँ यही हो मेरो. किन यस्तो? माफी मालुम जिन्दगी कालुम भयो लालुम लालुम भन्ने थाहा छैन गीत. यो चाहिँ किन यस्तो भयो भने भर्खरै जलाउनु भएको के यो सबै. अनि यस्तो गर्दाखेरि चाहिँ अब हैन सफा पनि भयो बारी. अनि मल पनि हुन्छ. हेर म चाहिँ केही नबोकी पनि यस्तो ढिलो. उनीहरू त कहाँ पुगिसक्यो. हैट यस्तो पाराले हुँदैन. कुछ अब म हाई एभ्रिवान. सेवा सबैलाई. अनि म चाहिँ हिजोकै भिडियो कन्टिन्यू गर्दैछु नि त. हिजोको भिडियोहरू चाहिँ अलिक छोटो भइरहेछ क्या. अनि त्यसमै एड गरेर हाल्नु पर्यो भनेर. अनि आज चाहिँ म आएको छु यहाँ आलुबारी. आलु खन्नुको लागि यहाँ छ है. तर आलु चाहिँ केही देखिँदैन है. सबै बोट मरेर यस्तो भएको छ. अनि आज चाहिँ म एक्लै आलु खन्नु लागेको. हेरौँ म कति धेरै आलु जम्मा गर्छु है. लु बोल्नु भिडियोमा आमा. के भन्नु छ? बोल्नु भिडियोमा. यहाँ बोल्नु न. के बोल्नु? क्यामेरा खिचिरहेको. ए आज चाहिँ हामी आलु खन्दैछौँ. यस्तो भन्नु न. आधी हुनु लाग्यो. आलु चाहिँ यत्रो यत्रो फलेको छ है.
यो चाहिँ यहाँ आमाले रोप्नु भएको अनि आज चाहिँ म खन्दैछु। हजुर म त सम्झिने साहेब भोट लाएर आएर बुहारीसँग आलु खन्दैछु। यहाँ धनियाँ पनि काँचो काँचै छ। तपाईँ पनि सन्चो सुबिस्तै हुनुहुन्छ होला केमा लाउनु भयो? सम्धिनीसँग होइन हौ यो भिडियो बनाएको हिजो मैले देखाइन युट्युबमा हाल्नुलाई। त्यही त अनि यता बोलेको सम्धिनीलाई धेरै धेरै सम्झिनु भएको छ अरे आमाले यहाँ। अस्ति रातो टोपी लाउने दिदीले साह्रो राम्रो रहेछ हौ। नाच्नु भन्दै थियो मलाई साह्रो मेरो मन राम्रो लाग्यो। रातो टोपी चाहिँ यहीँ छोडेर जानु भएछ नि त फेरि लगिदिएको थिएँ औ खै दिदी मजाले पनि खाँदो हुँदो रहेछ। लास्टै वर्षैले हुनुहुन्थ्यो नि। यहाँ हेर्नुहोस् गाइस हाम्रोमा यत्रो यत्रो आलु फलेको छ। यो सबै आमाको मेहनत है। यो चाहिँ मेरो सासू आमाको मेहनत। लु गाई त फेरि पर छ म त यहाँ भट्टाको बाउले आलु चाहिँ धराउ फलेको छ। ऊ पछाडि पनि छ अगाडि पनि छ। म चाहिँ अनि यहाँ खन्नु सघाउँदैछु आमालाई। लाउ काटिहाल्छौँ। पनि आलु कुहेर सबै भयो। के हुन्छ यति नै रोप्नु भएको थियो कि धेरै? न पर त धारा मुनि रोपेको थिएँ नि त। सोप वैशाख जेठसम्ममा धनियाँहरू। तपाईँलाई आलु मन पर्दैन रहेछ अनि खानै हुन्न त आलु। म त फर्सी पनि मन पर्दैन फेरि अब। मलाई त आलु त एकदम मनपर्छ। अनि खेताला फ्राई भए पनि मलाई त उसिनेर पनि मनपर्छ। आलु त एकदम फेभरेट आलु। आलु कट्मेरो पारिन्छ पिरो पिरो खोर्सानी पिरो भने ठिक्काले कट्मेरो बल्ल अनि कट्मेरो मलाई त पाकेको मनपर्छ। अलग अलग छ हाम्रो खाने स्टाइल पनि। आफ्नो अब आलु जानु मन पर्यो। त्यसो भए आज आलु दम बनाऊँ न त अनि। बनाऊ है बनाऊ। अरू के बनाउनु त अनि? बाबा निक्लिनुपर्छ अझै एनजिमी अब हिजोको राख्नुहुन्छ। म आज साह्रो निन्द्रा भइरहेछ हौ। होइन बिहान भन्दा नि 5:30मा हुन्छ चराचुरी कराउँछ अनि कहाँ सुतिरहन्छ हौ। मन चाहिँ आइपुग्छ। बरु म चाहिँ ढिलो सुत्नु सक्छु चाँडो उठ्नु चाहिँ गाह्रो हुन्छ मलाई। हेर्नु गाइस माटोमा यसरी सुन फल्छ। त्यही भएर आज भोट कोकसले कोकसमा हाल्नुभयो। माटोमा चाहिँ यसरी सुन फल्छ है गाइस। त्यो रातो टोपी लाउने बुहारी मजाको लाग्यो है म त। दिदी चाहिँ त्यति गाइस हेर्नु मेरो आजको काम यत्रो खनेर यहाँ हेर्नुहोस् आलु कति खनिसक्यो। यहाँ चाहिँ छ आलु अनि उहाँबाट चाहिँ आलु रहेन रहेछ। खन्दा खन्दा बोट मरेर नदेखिएको होला भनेर खन्दा खन्दा गरे आलु भेट्टाइन। लास्टमा त यहाँ आदेखि रहेछ। अनि यहाँ हेर्नुहोस् हाम्रो चाहिँ यो यता चाहिँ आमाले रोप्नु भएको। यता चाहिँ खाली छ। उयो रोप्नु भएको थियो होला हौ सायद तोरीहरू। यस्तो छ है हाम्रो गाउँठाउँ चाहिँ। हेर्नुहोस् मेरो खुट्टा यस्तो तर केही छैन गर्नुपर्छ जति आफूले सकिन्छ होइन। आमा पनि यहाँ एक्लै हुनुहुन्छ। यहाँ आमा पनि एक्लै हुनुहुन्छ नि त। अनि मलाई चाहिँ कस्तो माया लाग्यो क्या। अनि त्यही भएर यो आलु चाहिँ गरेर अनि मकै चाहिँ छरेर गइदिउँ भनेर नि। त्यही भएर म चाहिँ जोसिरहेको छु यहाँ आलु आजै सकौँ भनेर क्या। अब हामीसँग कति पनि दिन छैन 1-2 दिन होला
त्यसपछि हामी पनि हिँडिहाल्छौँ अनि आमा एक्लै हुन्छ नि त, त्यही भएर अब जति सकिन्छ होइन त्यति चाहिँ काम सघाएर जानु पर्यो। ओके गाइस, म आज मेरो भ्लग चाहिँ म यहीँ एन्ड गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। सी यु इन द नेक्स्ट भ्लग। बाई।